हाई हेलो नमस्कार म सोलुखुम्बुबाट निरा राई है। अब फाइनली हाम्रो चाहिँ लास्ट इक्जाम सकिएर पनि अब चाहिँ हामी घर जान रेडी छौँ है। अब माथि गाडी आइसक्यो, अब घर जान रेडी छौँ। म चाहिँ रुममा छु होइन, सामानहरू प्याक गरेँ न। यी मेरो सामानहरू यति धेरै छ। यो चाहिँ यो पनि हेर्नु न, यो ब्यागमा अट्छ भनेको, यो जेब्रामा अट्छ भनेको अटेन। त्यही भएर माथि किचनतिर गएर यो बोरा खोजेर ल्याएर लगाइरहेको छु है। यति धेरै छ है सामान। अस्ति पनि लगेको, अझै पनि कति धेरै। अब जति सामान भएको त अब सबै लानु पर्यो होइन। अब गाडी यहीँनिर आउनेवाला छ, अनि त्यही भएर म यहाँबाट लान्छु, नत्र त माथि रोडमा पुऱ्याउनु पर्छ के, बोक्नुपर्छ। एकदमै गाह्रो हुन्छ होइन। अघि 7:30मै रेडी भइसकेको, यहाँ 8:30 हुन आँटिसक्यो होइन। 8:26 भइसक्यो होइन त। अनि त्यो भएको कारणले 1 घन्टा भयो है रेडी भएको चाहिँ। अनि केही खाएको छैन, भोक लागिरहेको छ, के खानुपर्ने हो है। बिस्कुटहरू थियो, कता कता खाँदै अब होस् है, उतै गएर खानुपर्छ। अब चाहिँ हाम्रो स्कुल बिदा भइसकेको छ 10-15 दिनलाई भनेर होइन। अनि त्यहाँ पछि फेरि भेट्नुपर्छ है। म चाहिँ आज घर जाँदैछु, तपाईँहरू पनि घर जानुभयो होला होइन, बिदा भइसक्यो है। अब नयाँ शैक्षिक सत्र 2082 सुरु नभएसम्म त अब घरमै बस्ने हो। बाई बाई।